दाई आउनुभयो बस्नुहोस् हजुर दाई नमस्कार नमस्कार भाइ। आज मलाई एउटा धेरै समस्याबाट दाई समस्या के पर्यो भने दुईटा केटाकेटी र अब दुईटा केटाकेटीलाई कहाँ राखौँ भनेर मलाई साह्रै कहाँ कुन स्कुलमा राखौँ भनेर साह्रै अप्ठ्यारो पर्यो। कुरा सुन्दा नारा सुन्दा प्रचार सुन्दा त सबै स्कुल राम्रा छन्, कति राम्रा कुरा भन्छन्। तिमीले भनेको कुरो एकदमै जायज हो भाइ। केटाकेटीलाई स्कुल हाल्न लागि धेरै विचार गर्नुपर्छ। हेर सबैको कुरो सुन्दा उस्तै लाग्छ, तैपनि एक कुरामा ध्यान दिनुपर्छ है। एकैछिनै हजुर मेरो च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने नि मेरो च्यानललाई सब्सक्राइब गरेर मलाई एउटा हौसला प्रदान गर्नुहुनेछ भन्ने म हजुरसँग हार्दिक अनुरोध गर्दछु। एउटा नम्बर के हो भने त्यो स्कुलले त्यो विद्यालयले वर्षभरि गरेको गतिविधिलाई ख्याल गर्नुपर्दछ हैन। कस्तो राम्रो गतिविधि गर्छ कि गर्दैन, बच्चाहरूको पढाइमा ध्यान दिन्छ कि दिँदैन, बच्चाको ओभरअल विकासमा ध्यान दिन्छ कि दिँदैन, ख्याल गर्नुपर्छ। त्यस्तै त्यो स्कुलका अभिभावकहरू भनेका सन्तुष्ट अभिभावक भनेको त्यो स्कुलको गहना हुन्, सम्पत्ति हुन्। त्यस्ता अभिभावकहरूसँग गएर बुझ्नुपर्छ त्यो स्कुलको छाप कस्तो छ हैन। त्यस्तै त्यो स्कुलबाट पास आउट गरेर गएका विद्यार्थीहरू जीवनमा कति सफल छन्, कति सफल क्षेत्रमा काम गरिरहेछन् भन्ने कुरा नि ख्याल गर्न पर्दछ। यी सबै कुरालाई ख्याल गर्यो भने विद्यालय छाड्न सजिलो हुन्छ है भाइ। ल यस्तै गर है।